नमस्कार साथीहरू। फिफा विश्वकप 2026 को अन्तिम स्वरमा नर्वेसँग 2-1 गोल अन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ब्राजिली स्टार नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। साथीहरू, झन्डै 1.5 दशकसम्म ब्राजिलको राष्ट्रिय टोलीको नेतृत्व गरेका नेमारको विदाइले विश्वभरका फुटबल समर्थकलाई भावुक बनाएको छ। साथीहरू, निर्णायक खेलको अन्तिम विशसँगै बज्नासाथ नेमार मैदानमै घुँडा टेकेर भावुक बनेका थिए। केही समय घाँसमै बसेर आँसु झारिरहेका उनको दृश्यले रङ्गशालामा उपस्थित समर्थकलाई मात्रै होइन, टेलिभिजन मार्फत खेल हेरिरहेका करोडौँ दर्शकलाई पनि भावुक बनायो। साथीहरू, ब्राजिल समर्थकहरूको उत्साह एकाएक मौनतामा बदलिएको थियो। साथीहरू, 2-1 ले हार बेहोरेसँगै ब्राजिल विश्वकपबाट बाहिरिसकेको छ। साथीहरू, अब तपाईँहरूको सपोर्ट कुन देशलाई हुनेछ कमेन्ट गर्नुहोस् त साथीहरू।